डाँडा काँडा संसारको भन्ने सबैलाई यो गाउँ घर सहर ठ्यास ठ्यास हुने सबै हो। मैले गरेको रमाइलो पलहरू सबैलाई सम्झेर ठ्याक्क भैँसी गाई बाल्छन्। सरर हेर्नुहोस् मोटर बाइक आएको छैन। मोटर बाइक त के भन्ने बाटो बनेको छ गाउँमा, त्यही हो। त्यहाँ कारखाना त्यसको यो भनेको झालेमाले। हेर्नुहोस् है दुईवटा चोर गए बाइकमा। हाम्रो चोर छ फेरि अगाडि हेर्नु है। डन भन्नु छ मासाला मेरो बाघको चाकको सबैको गुफा यही हो है। हामी अमेरिका चाइनातिर जानलाई हो है। ठ्याक्क अब गाउँको दुरी सबैको हावाहुरी तिम्रो छ कि छैन के रे दुरी हो त्यो चाहिँ भन्न भुल्नुहुन्न। सरर लाएर जाने हो। म त जहाँ पुग्छु त्यहीँसम्म जान्छु हेर्नु साथी होइन। बालै फिरिने होइन त्यस्तै भन्छन् होइन बालै फिरिदी। मायाको घर त कहाँ हो के अरे माया त घर त कहाँ हो गुल्ने तम्गा छ। त्यस कारणले ऊ त्यो घर अमेरिकाको यो घर चाहिँ चाइनाको हो। म त ठ्याक्क बिच्चामा छु कि नेपालै बिच्चामा छ होइन। त्यहाँ हेर्नु अब मोदी भनौँ कि केपी चोर भनौँ यसलाई। यहाँ अब हामी ट्याक्क इन्डियाको बोर्डरमा छिर्न लागेको छ है। इन्डियाको गेट छ ट्याक्क अगाडि इन्डियाको बोर्डरमा छिर्न लाग्यो। हेर्नु चाहिँ अब एउटालाई कारखाना स्कुल देख्छ पार्क ठ्याक्क हेर्नु नेपाल हो। ठ्याक्क म अहिले नेपालभित्र छु। अब इन्डियन हुन्छ है अब एकैछिनपछि इन्डियन हुन्छ अब नेपालीबाट इन्डियन हुन्छु। ए यो म ठ्याक्क इन्डियन भएँ ठ्याक्क छु है इन्डियन भएँ। एउटा चोर नेपाली चोर त्यहाँ छ है। फेरि म नेपाल फर्केँ है साथी हो। ओए चोर डाँडा काँडा त्यस्तो छ नि के हो नि। अब नेपाली हो नेपालमा अब गुल्मी भनेको यही नै हो। हेर्नु सरर एउटा सानो गीत सानो मन गीत हुन्न। त्यहाँ एउटा चोरले हेर्नु है त्यो भिडियो बनाइरहेको छ। चोर हो त एक नम्बरको। हे चिसो त चिसो छ तर पनि गर्मी लगाइरहेको छ। वरिपरि हेर्नु ट्याक्क बाहिर यस्तो चिल छ माटो नि हेर्नु त माथि कारखाना बनाएको छ। ए चिल बाँस कटेरी भनेको बाँस कटेरी हो कि मदनी गाउँपालिका वडा नम्बर 2 बाँस कटेरी पुरकोट भनेको यस्तोलाई भन्छ। वरिपरि डाँडै काँडाले घेरेको सरर सरर जान्छ। मनले मनलाई कहाँ मान्छ। त्यस कारणले ठ्याक्क त्यहाँ उ छ। अब म
चाहिँ अब हिँडिरहेको छु। अब कहाँ पुगिन्छ होइन, कहाँ पुगिन्छ के पुगिन्छ थाहा हुन्न। यहाँको रुख मञ्चन गऱ्यो यार यता गएर के हो गुनासको रुख यही हो। हामी ढिलो आइएछ कि ढिलो भन्दा पनि चाँडो आइएछ कि होइन, ढिलो नै आइएछ। हामी एउटा भुत्लो भान केही छैन यहाँ पनि। त्यस कारणले सरर भन्दै बस्यो भने त नि होइन, नेपालमा के छ र। एउटा चोरा छ हेर्नु त, चोरा छ है त्यसले भ्लग हुनु। यस्तो दामी छ यार यहाँ त। कोटा लैजानु यार, कोटा अहिले लागि समाप्त गरौँ कि जस्तो लाग्यो। मेन ठाउँमा यो वरिपरि उता पानी पर्न लाग्छ है। ल हस् अहिलेको लागि बन्द भयो। ओके बाई, सी यु टुमारो। कस्तो लाग्यो हाम्रो भ्लग र बाँसकटेरी पुर्कोट बाँसकटेरी मदानी गाउँपालिका 2 वडा नम्बर 2 को कस्तो लाग्यो भ्यू र कस्तो लाग्यो गाउँ प्रतिक्रिया दिनलाई। ओके बाई। हेर्नुहोस् है, हेर्नुहोस् हाम्रो गाउँ कस्तो छ है। अब बोलेन अरू के होस् त नि यार। भुत्लै निस्किँदा यहाँसम्म आउँदैछ नि। उदुमै के अनि ए भाग्ला फेरि। त्यस्तो महँगो छ र?
भिडियो छ कि भिडियो छ जानु न 10 किलो होला लाले ग्याममा यहाँ आइ किलोको फुट्ला धेरै हुन्छ 9 किलो छ लास्ट यति आउने रहेछ जान कसरी नि मैले अब त्यस्तो त्यही भित्र हाल्दिनु त्यही भित्र हाल्नु माथि नलैजानु तँ हाम फाल्छ गर त्यहाँबाट कि नजिकबाट समात्नु माथिबाट नलड जानु कि यार अघि नि देख्नु कस्तो उफ्रियो थियो यो ढिका ढिका जान्छ कि तलबाट लर हिँड्नु यो ढिकै ढिकै तलैबाट जाम्ला यार तलैबाट ल ठिक छ कि ल त माथिबाट भागो अनि फेरि तल झार्यो यस्तो रोक्नु कि म पनि आउँछु नन यो रुमाल राख्नु कपालमा सक्दैन कपालमा को अगाडि गरेर म लड्यो भने यहाँ पछाडि हेर्दै हेर्दै क्या भाडु अब फेरि पछाडि हेर्दै यता गर्दै हिँड्ने अगाडि जाने बनाए रोकेर जानु यताटी राख्नेलाई ताटी फेरि भ्याचप
आएनन् खै केही भनेनन् मलाई त